अहिलेको यस्तो झरी पर्ने मौसममा तपाईहरु के खाजा खान रुचाउनुहुन्छ बढी? मलाई चाहिँ एकदम ट्वाक्क मिलेको च्वास्स चटपटे खान मन लाग्छ। त्यसमाथि यस्तो यो कुरुम कुरुम झुरुम झुरुम हुने चाउचाउ, दालमोट, बदामहरु, भटमासहरु राखेको चाहिँ एकदम धेरै मन पर्छ। धेरै क्रन्ची चटपटे मन पर्ने भएकोले म चाहिँ एकदम धेरै टाइम लाएर खान्छु के चटपटे पनि। बाहिर यस्तो साथीहरुसँग कतै चटपटे खाना जाँदाखेरि पनि उनीहरु गम गम खाइदिन्छ, म त एकदम स्लो के चपाई चपाई खाने भएकोले। बाहिर मेरो काम गर्ने ठाउँमा चाहिँ ब्रेक चाहिँ 30 मिनेट्स हुन्छ के खाजा खाने ब्रेक। कहिलेकाहीँ यता मज्जाले रिल्याक्सले यसरी यो चटपट मज्जाले चपाएर खाइराख्ने बेलामा चाहिँ उता बाहिरको याद आउँछ कि मलाई, ला यही चटपटे मलाई त्यहाँ ब्रेकमा खान दियो भने मैले 30 मिनेट्समा त भ्याउँदैन होला जस्तो लाग्छ। अनि फेरि लाग्छ कि यस्तो खाजा दियो भने त म त जसरी 30 मिनेट्स भित्र त भ्याइहाल्छु नि जस्तो लाग्छ के। मलाई चाहिँ यस्तो अमिलो पिरो भएको इन्डियन, नेपाली, देशी खानाहरू चाहिँ एकदम मनपर्छ। यस्तो देशी खाना खानको लागि चाहिँ त्यहाँ थिम लन्च हुन्छ टाइममा। त्यहाँ काम गर्ने गोरेहरू चाहिँ फिस एन्ड चिप्स, पिज्जा, बर्गर भनेपछि हुरुक्कै, नेपाली र इन्डियन चाहिँ दाल भात तरकारी भनेपछि हुरुक्कै।